थुक्क पापी। आफ्नै छोरीलाई पनि बाँकी राखेनस् है। मलाई त दुनियासँग सुताएस, अब छोरीलाई पनि त्यही गर्न खोज्दैछस्। तराईको एउटा सानो गाउँमा हरि, रीता र उनीहरूकी छोरी जुन बस्थे। घरमा सबै चुपचाप किन छ? केही होइन, खाना तयार हुँदैछ। पढिरहेकी? हजुर। मम्मी, मलाई डर लाग्यो। नडराऊ, केही हुँदैन। यो कुरा कसैलाई नभन्नु ल छोरी। नानी, के भयो? किन रोएकी? केही होइन मम्मी, नरमाइलो लागेर रोएको। साँच्चै केही भएको छैन? हजुर। डर र चुप्पीले जुन झन एक्लिँदै गइन्। मम्मी, ढोका खोल्नु न। के भयो? ए, तिमी आयौ छोरी? मम्मी, तपाईँ रोइरहनु भएको थियो? होइन नानी, केही होइन। मम्मी, त्यो अङ्कल यहाँ किन आएको? मम्मी, यो सबै के हो? त्यो अङ्कल यहाँ किन आएको? जुन, मम्मी किन केही बोल्नुहुन्न? जुन, के भयो? मम्मी, मलाई यहाँ बस्न मन छैन। अब म छु नानी। मम्मी, मम्मी, मलाई बचाउनु। रीताले कहिल्यै नसोचेको सत्य उनको अगाडि थियो। के भयो फेरि? बस, अब एक शब्द पनि नबोल। आफ्नै छोरीलाई पनि बाँकी राखेनस् है। मलाई त दुनियासँग सुताएस, अब छोरीलाई पनि त्यही गर्न खोज्दैछस्। मम्मी, हामी कहाँ जाने? जहाँ तिमी सुरक्षित हुन्छौ त्यही। तपाईँ मसँगै हुनुहुन्छ नि? सधैँ नानी। अब रीता र उनकी छोरी कहाँ जालान्? के उनीहरूले प्रहरीमा उजुरी गर्लान् त? कि यो कुरा यत्तिकै छोडिदेलान्? अर्को भाग हेर्नका लागि फलो गर्नुहोला अनि कमेन्टमा नेक्स्ट पार्ट लेख्नुहोला।